हजुरलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ नागपञ्चमी, सबैलाई ह्याप्पी नागपञ्चमी। आज चाहिँ हाम्रो उता गाउँमा चाहिँ एउटा के भनौँ मैले अब धेरै रमाइलो भएको छ। म उही जाँदैछु गाइज, उहाँ गएर मैले हजुरलाई देखाउँछु उहाँ कस्तो रमाइलो हुँदैछ। लगाइसकेँ, अहिले म साइकल गरेर हिँड्दै हो गाइज। यहाँ यो मेरोसँग आवाज, अब त्यहाँ गएपछि गाइज मेरो आवाज आउन गाइज। उहाँ गएर हजुरले बस त्यहाँको रमाइलो मात्रै हेर्नु गाइज, हजुरलाई धेरै मजा आउनेछ र मेरो भिडियोमा लाइक सब्सक्राइब पनि गरिदिनु होला गाइज। अब म त्यहाँ जाँदैछु, के गरेँ भेट्ने गाइज।
गाइस यहाँ मजा आइरहेको हेर्न साइकल लिन जान्छु आफ्नो किनकि यहाँ हराउँछ गाइस थाहा मलाई किनकि एकदम डर छ बहुत धेरै मान्छेहरू गाइस चाहिँ मलाई थाहा थिएन यिनीहरू यतिकै घुमेछन् गाइस घुमेर आउने छ एउटा साथी थिए जो कि यही समुदायको हो तिनले मलाई भन्थे गाइस
धेरै बेर चाहिँ भयो कि मटका पर्ने होला भनेको त त्यो भिडियोमा देखाएको थियो त्यो के हो त्यो माथि हातमा लिँदा चाहिँ त्यही चाहिँ पर्ने छ। अब त्यो चाहिँ के हो गाइस त मलाई थाहा छैन। त्यो भने गाइस धेरै मजा आयो। त्यो पानीमा हाल्दाखेरि त गाइस पुरै पानी के पुरै पानी चाहिँ मेरो पुरै शरीरभरि पानी पानी आएका गाइस। ल अब यहीँ मैले भिडियो एन्ड गर्छु किनकि त आउँदै रह। ल गाइस आजहरूलाई यो भिडियो कस्तो लाग्यो गाइस अझै पनि रमाइलो हुँदैछ तर म घर हिँडेँ किनकि भिडियो धेरै नै लामो भएको छ। ल गाइस भिडियो राम्रो आयो भने सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट सेयर नि गरिदिनु होला गाइस। म भेट्छु अरूले अर्को भिडियोमा।